मृगौला बिग्रिएर डायलिसिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने स्थिति किन आउँछ? आज मृगौलाको खराबी बारेमा कुरा गर्छु। शरीरभरका अधिकांश कोषहरूले अङ्गहरूले नियमित रूपमा काम गर्दा उत्पादन भएका खराब तत्त्वहरू जस्तै युरिया, अम्लीय तत्त्व, धेरै भएको पानी र अन्य धेरै खराब कुराहरूलाई बाहिर फाल्नको लागि रक्तनली हुँदै मृगौलाको सहयोग लिन्छ। यदि कुनै कारणवश मृगौलाले राम्रो काम गरेन भने ती खराब तत्त्वहरू शरीरभर रहन्छ र शरीरमा असर गर्न थाल्छ। धेरैको केही समयको लागि मात्र मृगौलाले राम्रो काम नगरेको बेलामा 2-3 हप्ताको औषधिले मात्र पनि सन्चो बनाउँछ र पुरानै अवस्थामा फर्काउन सकिन्छ। तर कसैलाई भने लामो समय रहेको र उपयुक्त उपचार नभएको उच्च रक्तचाप, हाई ब्लड प्रेसर, मधुमेह अर्थात् डायबिटिज, मृगौला वा किडनीको आफ्नै कोषको समस्या र अन्य धेरै कारण मृगौला खराब हुँदै जान्छ र पुनः नर्मल कहिले बनाउन सकिँदैन। यसरी लामो समय मृगौला खराब हुँदा रक्त अल्पता सुरु हुन्छ, किनकि बोन म्यारोलाई रगत बनाउन सङ्केत गर्ने हर्मोन मृगौलामा निर्माण हुन्छ। शरीरको अङ्गमा र कोषमा पानीको मात्रा बढ्नाले रक्तचाप बढ्ने, फोक्सोमा पानी जम्मा हुने, मुटुमा समस्या हुने, मस्तिष्क सुन्निने हुन्छ। रगतमा अम्लीय तत्त्व बढ्नाले व्यक्तिको श्वास प्रश्वासमा खराबी ल्याउँछ, कन्फ्युज जस्तो बनाउँछ र शक्तिहीन बनाउँछ। रगतमा युरिया बढ्नाले शरीरको रोग प्रतिरोधात्मक तत्त्वले राम्रोसँग काम गर्न छोड्छ र बारम्बार शरीरमा इन्फेक्सन सुरु हुन्छ। हड्डी कमजोर हुँदै जान्छ र शरीरमा इलेक्ट्रोलाइटको मात्रामा गडबडी हुँदै जान्छ। शरीरमा पोटासियमको मात्रा बढ्छ, जसले गर्दा मुटुको धड्कन बिगार्छ र यसैको कारण मात्र पनि अकस्मात ज्यान जान्छ। यी सबै लक्षणहरू केही समय औषधिले उपचार गर्न सकिन्छ, तर जब यी लक्षणहरू नियमित हुँदै जान्छन्, बजाउँदै जान्छन्, किडनी थप बिग्रिँदै जान्छ अनि औषधिले मात्र थाम्दैन, तब नियमित डायलिसिस वा किडनी ट्रान्सप्लान्ट तत्काल नगर्ने हो भने केही दिन वा हप्ताभन्दा धेरै व्यक्ति बाँच्दैन। मृगौलाको खराबी वा किडनी फेल्योरलाई 5 तहमा विभाजन गर्ने गरिन्छ। पहिलो 3 तहसम्म औषधि उपचार वा केही समयको डायलिसिस मात्रले समाधान गर्न सकिने सम्भावना धेरै रहन्छ, तर कसैको तह 4 र 5 पुग्छ अनि जस्तो सुकै उपचार गरे पनि पुरानै स्थितिमा फर्काउन सकिन्न। तह 5 भनेको दुवै मृगौलाले गर्नुपर्ने कामको 15% पनि काम नगर्नु हो। यदि मृगौलाले कति पनि काम गर्दैन भने डायलिसिस नियमित गर्दा करिब 5 देखि 10 वर्ष बाँच्न सकिन्छ र मृगौला प्रत्यारोपण गर्दा करिब 15 देखि 20 वर्षसम्म
बाँच्न सकिन्छ यदि सबै कुरा भनेको जस्तो भयो भने। डायलिसिस दुई प्रकारका हुन्छन्, हेमोडायलिसिस र पेरिटोनियल डायलिसिस। हेमोडायलिसिसमा शरीरको रगत ट्युबद्वारा बाहिर निकालेर मेसिनमा फिल्टर गरिन्छ, जहाँ रगतमा भएका खराब कुराहरूलाई निकालिन्छ, फिल्टर गरिन्छ र फिल्टर भएको छानिएको रगत पुनः व्यक्तिमा पठाइन्छ। हेमोडायलिसिस हप्तामा 3 दिन नियमित जिन्दगीभर गर्नुपर्ने हुन्छ। नेपालमा पैसा र अन्य स्रोतको कमीले धेरैको हप्तामा 2 पटक मात्र गर्ने चलन पनि छ। पेरिटोनियल डायलिसिसमा आन्द्रा र पेटको छाला बीचको भागमा डायलिसिस भरिन्छ र केही घण्टा राखिन्छ। यस क्षेत्रमा भएका मसिना रक्तनालीहरूबाट वेस्ट प्रडक्टहरू बाहिर आउँछन् र डायलिसिसमा मिसिन्छन्। पछि डायलिसिसलाई ड्रेन गरिन्छ। यो घरमै गर्न मिल्छ। पेरिटोनियल डायलिसिस दिनहुँ जिन्दगीभर गर्नुपर्छ। मृगौला खराबीको उपयुक्त समाधान हो मृगौला प्रत्यारोपण। मृगौला प्रत्यारोपण गर्दा व्यक्तिको काम नगरेको मृगौला पहिलेकै ठाउँमा छोडिन्छ र नयाँ मृगौला मुनिपट्टि मूत्रथैली नजिक राखिन्छ। मृगौला प्रत्यारोपण अर्थात् किडनी ट्रान्सप्लान्ट गरेपछि मानिस लगभग पुनः नर्मल अवस्थामा फर्कन्छ यदि अन्य अङ्गमा समस्या बसेको छैन र उमेर कलिलै छ भने। अब प्रश्न उठ्ला, किन सबै मृगौला खराबी भएकाहरूको मृगौला प्रत्यारोपण अर्थात् किडनी ट्रान्सप्लान्ट नगर्ने त? किडनी ट्रान्सप्लान्ट हुन नसक्नुका धेरै कारणहरू हुन सक्छन्। जस्तै पहिलो, मृगौलाको अभाव। हामीसँग 2वटा मृगौला हुन्छन् तर एउटाले मात्र पनि बाँच्न सकिन्छ, तर आफ्नो अङ्ग निकालेर दिन्छ कसले? फेरि दिन्छु भन्नेको पनि रगतको टाइप र अन्य टेस्टहरू गर्दा सबै मेल खानुपर्छ, जुन परिवारका सदस्यहरूको पनि नमिल्न सक्छ। धेरै देशमा आफ्नो नजिकको नातेदार भन्दा अरूको मृगौला स्वैच्छिक रूपमा दिन खोज्दा पनि लिन पाइँदैन। मृगौला प्रत्यारोपण गर्न मृत व्यक्तिको मृगौला पनि काम गर्छ यदि समयमै उपयोग गर्ने हो भने। तर कल्चरलले हाम्रो जस्तो देशमा मृत शरीरलाई हेर्ने धारणाको र मृत पश्चात गरिने कर्महरूका कारण पनि सजिलै कुनै परिवार मृगौला दिन तयार हुँदैनन्। दोस्रो कारण, ट्रान्सप्लान्ट गर्ने खर्च। मृगौला दिने र लिने दुवैको शल्यक्रिया निकै सिरियस खाले भएको हुँदा निकै धेरै म्यान पावर लाग्ने गर्छ र निकै खर्चिलो हुन्छ। हुन त नेपालमा जस्तो सस्तो अरू देशमा छैन, तैपनि हाम्रो आय स्रोत अति नै कम भएको हुँदा संसारकै सस्तो र भरपर्दो शल्यक्रिया नेपालमा हुँदा पनि समयमा सर्जरी गर्न नपाउँदा हजारौं मानिसहरू, हजारौं परिवारको दिनौं रुवाबासी हुने गर्छ। नेपालमा किडनी ट्रान्सप्लान्ट कति सस्तो छ भन्ने एउटा उदाहरण। आजको मितिमा हिसाब गर्दा इन्डियामा गएर एकजनाको किडनी ट्रान्सप्लान्ट गर्ने खर्च र फलोअप भिजिटको पैसाको हिसाब गर्दा नेपालमा कम्तीमा 5 जनाको शल्यक्रिया गर्न मिल्छ यदि जाने आउने र बस्ने खर्च सबै जन्ने हो भने। अमेरिकामा गएर एकजनाको किडनी ट्रान्सप्लान्ट गर्ने खर्चले फलोअप भिजिट, जाने आउने र बस्ने खर्च नजोडिकन पनि नेपालमा 30 जनाको शल्यक्रिया गर्न मिल्छ। नेपालमा किडनी ट्रान्सप्लान्ट सुरु भएको 1 दशक भइसक्यो। आजको मितिमा नेपालबाट बाहिर देशमा किडनी ट्रान्सप्लान्ट गर्न जान आवश्यक छैन, तर झन् किडनी ट्रान्सप्लान्ट गरिसकेपछि फलोअप भिजिट गर्न बाहिर जान कति पनि आवश्यक छैन। नेपालमा प्रशस्त किडनी सर्जन
र किडनी स्पेसलिस्टहरू छन्। किडनी ट्रान्सप्लान्ट गरेपछि जिन्दगीभर केही किसिमका औषधि एक दिन पनि नछुटाइ खानुपर्छ र ल्याब टेस्ट स्क्यानहरू नियमित रूपमा गर्नुपर्छ। किडनी ट्रान्सप्लान्ट गर्न र गरेपछि आवश्यक पर्ने सम्पूर्ण औषधि, ल्याब टेस्ट, स्क्यानहरू र अन्य उपचारहरू आजको मितिमा नेपालमै पाइन्छ र विदेश जानु पर्दैन। तपाईलाई यो भिडियो कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। कम्तीमा एउटा थोप्लो दिनु होला। मेरो उद्देश्य संसारभरका नेपाली र नेपाली भाषीमाझ विभिन्न रोगहरूको बारेमा जनचेतना फैलाउने हो। यस पुण्य कार्यमा सहयोग गर्नको लागि कृपया यो भिडियो सेयर गरिदिनु होला। अझ सक्नुहुन्छ भने विभिन्न फेसबुक ग्रुपमा सेयर गरिदिनु होला। धन्यवाद।